साथीहरु नमस्कार सबैजनालाई। ढोक दिया हेर्नुस् है, भातभट्टीमा त करोडौं अरबौं पो लुटेछन्। सायद एमालेलाई दिएको जग्गा दान पनि उहाँले जोड्नु भएछ। जनताले तिरेको करबाट असुल्न खोज्नु भएछ। सायद अरब र करोडै लुटे भन्नु भएछ उहाँले। त्यो चाहिँ उहाँले भन्नुभएको नि ठिकै हो। जो एमालेलाई जग्गा दान दिनुभएको थियो नि, त्यो पनि जोडेर भन्नुभएको। एकचोटि उहाँको मुखबाटै सुनौं है। क्षतिको यकिन विवरण चाहिँ हाम्रो सिस्टमले देखाउँदैछ। अब मतलब यो चाहिँ अब कति भयो भइसक हामीले चाहिँ क्षति भए पनि हाम्रो क्लेम कम होस् भनेर मतलब हुनसम्मको लागि चाहिँ हामी त्यही करेक्सन गर्छौँ र नहुने कुरो बिल भाउचर पेश गर्छौँ। यो इन्जिनियरहरूले नै गर्ने हो। तलको त मोटामोटी चाहिँ के भनेदेखि 70-75 करोडको कति निस्किसकेको छ। मोबाइल हो, मोबाइलको सबै लिएर गए, महँगो मोबाइल चाहिँ लिएर गए, घडीहरू भएको सबै लिएर गए। रक्सीको पनि चाहिँ मतलब चाहिँ धेरै रक्सीहरू लिएर गए। अझै यिनीहरूले चाहिँ ट्रली लिएर जाने कोसिस गरेको थिए, त्यो चाहिँ के भन्ने हुन सकेन। कपडाहरू लिएर गए। हो यस्तै चाहिँ भनौँ न, हजुरको यस्तै चाहिँ मतलब चाहिँ योभन्दा अझै धेरै क्वान्टिटीमा थियो। फलफुल तरकारीहरू सबै चाहिँ बर्बाद बनाइदिए। अब हामीलाई चाहिँ के भनेदेखि नेपालीहरूको एउटा चाहिँ के भनेदेखि यो अगाडि तामाको घडाहरू त्यो पनि लगाएर चाहिँ एउटा त कुचेको प्राप्त भयो, अरू कहाँ पुर्यायो त्यस्तै भयो। अनि अन्य धेरै सामानहरू चाहिँ के भनेदेखि त्यो आइसक्रिम फ्रिजलाई लगाएर त्यहाँ गरे। यो चाहिँ एकदम नेपालमा चाहिँ के भनेदेखि चाहिँ धेरै कुरा भइसक्यो नि हैन। तर यस्तो घटना चाहिँ मैले देखेको छैन है।